धेरै अप्ठ्यारो नमान्नु मसँग, अप्ठ्यारो मान्नुपर्ने जरुरत छैन। निर्धक्क भएर मसँग तपाईँ कुरा गर्न आउनु सक्नुहुन्छ। मलाई सर बढुवा गरिदिनु पर्यो भने चाहिँ नआउनु है मेरोमा चाहिँ, यो चाहिँ बन्द है। मलाई सर अनि त्यो नाकामा चाहिँ मलाई राख्नु पर्यो सरवाह गरिदिनु पर्यो भने फेरि नआउनु मेरोमा, स्पेसली नाकाहरूमा। यो पनि मेरो ठाउँमा नआउनु होला, किनभने त्यहाँ चाहिँ सरवाह हुँदैन, तपाईँ अर्कै ठाउँमा सरवाह हुन्छ डेफिनेटली चाहिँ हो। त्यो भयो भने चाहिँ है यो हामीले सिस्टम अनुसारमा हामीले यसको प्लानिङ गरेका छौँ सरवाह बढाएको कुराहरूमा। त्यही भएर तपाईँले अबदेखि ढोका ढकढक्न कसैको ढोका ढकढक्न पर्दैन। तपाईँ मेरो ढोका ढकढक्न आउनुहुन्छ भने मेरोमा चाहिँ ढोका ढकढक्दाखेरि सर मलाई समस्या पऱ्यो मात्र भनेर भन्दिनँ, यति मात्रै भन्दिनँ। म तपाईँको हरेक प्रहरीको लागि म तपाईँको आफ्नै समस्या जस्तो बुझेर म कुद्नेवाला छु, लिन्छु र म त्यसलाई समाधान गर्न भरपुर प्रयास पनि गर्नेवाला छु। अर्को एक दुईवटा कुरा भन्नु मलाई एकदमै इच्छा छ। हाम्रो प्रहरीको लुगा चुस्ता, यसको लागि हामीले एउटा योजना बनाएको छौँ। प्रहरीको पोसाक अबदेखि हामी आफै बनाउँछौँ, आफ्नै फ्याक्ट्री। एउटा कुरा, यो फ्याक्ट्री फेरि तपाईँको सहरतिर हुँदैन, यो फ्याक्ट्री गाउँतिर हुन्छ, ताकि गाउँको ठाउँको मान्छेहरूले रोजगारी मिल्छ। त्यहाँबाट हामीले त्यसलाई ट्रान्सपोर्टेसन गरेर हामीले विभिन्न ठाउँहरूमा हामीले हाम्रो लत्ता कपडाहरूको लागि हामी पठाउँछौँ। रोजगारी पनि सृजना भयो, आफ्नै देशमा उत्पादन पनि भयो, हामीले चाहेको जस्तो पनि भयो, प्रहरीको आफ्नै फ्याक्ट्री पनि भयो। न्युट्रिसनको कुरा, चुस्ताको कुरा, यसको लागि पनि तपाईँहरू कतिजनालाई थाहा छैन होला, आन्दोलन भइसकेपछि न्युट्रिसनको लागि 201 करेक्ट 201 किन छ भनेर फर्स्टमा आज आवाज उठाएको आइजिपी साहबलाई, त्यतिखेर तत्कालीन आइजिपी साहब चन्द्र कुबेर खापुङ हुनुहुन्थ्यो होला, उहाँसँग फर्स्टमा म गएर उठाएको, यो चेन्ज हुनु पर्यो भनेर मैले भनेको प्रहरीबाट। 201 रुपियाँमा एउटा मोमो, एक प्लेट मोमो आउँदैन, तपाईँले कसरी प्रहरीको न्युट्रिसनमा उयो गर्नुभएको छ? के गर्नुभएको? यो कसरी गर्नुभएको? किन नबोल्नु भएको? किन नगर्नु भएको? एन्ड देन वी टक अबाउट पर्फर्मेन्स। 201 रुपियाँ छ न्युट्रिसनको, जबकि हाम्रो प्रहरी एभ्री डे खट्नुपर्छ, दिन रात नभनिकन, बुट 24 घन्टा लाउनु पर्छ। कसरी हुन्छ यो? यसको लागि तपाईँ फाइल अगाडि बनाउनुहोस् भनेर हामीले बार बार ताकेता गरेर मन्त्रालय धेरैचोटि धाएर, मेरो विचारमा अहिले हाम्रो आइजिपी साहब दानबहादुर आइजिपी साहब, थ्याङ्क यू सो मच फर यर इनिसिएसन। अनि सचिवज्यूलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यो अहिले हाम्रो पास भइसकेको छ र यसलाई कार्यान्वयन तहमा लानलाई हामी एकदमै तयार छौँ, गर्छौँ पनि। बाहिरको विदेशको हेर्दाखेरि तपाईँले प्रहरीको लुगा हेर्दाखेरि ओहो अहिले नै क्रिमिनललाई पक्रिन्छ कि क्या हो भन्ने टाइपको लुगा हुन्छ। हाम्रो हेऱ्यो उद्रेको लुगा, खुइलेको चुस्ता, च्यातेको बुट। वी आर गोइङ टु चेन्ज दिस, वी विल बी चेन्जिङ दिस। यसलाई पनि परिवर्तन गर्छौँ हामीले। यसलाई पनि हामीले के गर्छौँ भन्दाखेरि चाहिँ राम्रोसित पुलिसलाई हेर्दाखेरि त्यो छुट्टै लेभलको रेस्पेक्ट आओस्। एसटिएफको पनि मैले हेरिरहेको छु, तपाईँको नर्मल जस्तो देखिरहेको छु मैले। त्यहाँ मेरो अगाडि हिँड्ने टिमहरू पनि अलि हेर्दाखेरि पनि हेरोस्, देखोस् न तपाईँको, ओहो एसटिएफ खतरा पुलिसहरू रहेछ, उहाँहरू त फुल्ली ट्रेन्ड, इक्विप्ड। दङ्गा नियन्त्रण गर्न जाँदाखेरि 2टा हात दिएर पठाएको छ। कसरी गर्ने दङ्गा नियन्त्रण? तर 2टा हातले आन्दोलन रोक्न सकिँदैन हजुर। हामीले माथिबाट निर्देशन दिँदै गर्दाखेरि तल्लो दर्जाको हाम्रो कर्मचारीहरूले कति रिस्क बेहोरेर तपाईँको अगाडि उभिनुपर्छ, ज्यान धरापमा राखेर हुनुपर्छ। एटलिस्ट वी निड टु इक्विप देम। तपाईँको त्यही अनुसारको सिल्ड, त्यही अनुसारको बुट, त्यही अनुसारको कम्युनिकेसन च्यानल्सहरू, इक्विपमेन्ट, गियर्स, ड्रोनको थ्रुबाट तपाईँको असुर ग्यासहरू हाम्रो फाल्न मिलिहाल्छ, त्यही अनुसारमा अनाउन्समेन्ट गर्न मिलिहाल्छ। दिस इज कल्ड मोडर्न पुलिसिङ। सो विल बी मोडर्नाइजिङ पुलिस इन नेपाल फ्रम नाउ अन। अबदेखि हामीले आफ्नो सङ्गठनलाई नयाँ मोडर्न पुलिसिङ भनेर हामीले गर्छौँ, जसमा हामीले प्रविधि, स्रोत साधन सबैको युज गरेर हामीले त्यही अनुसारमा फुल फेजमा ट्रेनिङ दिएर हामीले बल्ल हामीले अगाडि बढाउँछौँ। विदाउट एनी सिल्ड
नो पुलिस इज गोइङ टु गो टु ह्यान्डल अ रायट। कुनै आन्दोलन हुँदैछ भने शिल्ड बिना र फुल गियर इक्विप बिना कुनै सिपाहीलाई अगाडि नबढाउनु हुन्न। म हार्दिक हार्दिक अनुरोध गर्दछु हाम्रो आइजिपी साहब र विभिन्न हाम्रो अधिकृत ज्यूहरूलाई पनि। युनिफर्म यो खास गरिकन निलो भन्दा पनि यो कालै भन्छु, यो कालो वर्दी चाहिँ यो त्यो धान गोदामको पालेले लाउने भन्दा अलि राम्रो होस् भन्ने कुरा हो। र अर्को विषय चाहिँ यो एउटा सामान्य कुरा, यो रिक्रुटमेन्टमा चाहिँ बायोमेट्रिक मसिन खरिद गर्ने कुराहरू